डाँडा बजारको यो चिसो मौसमलाई न्यानो बनाउनको निम्ति हामी आगो ताप्दैछौँ अहिले। लामो समयको योजना पश्चात आज चाहिँ हामी डाँडा बजारको यो दोर्जे होमस्टेमा आइपुगेका छौँ। हाम्रो हिमाल छोरा रिजाना मिसको दमदार प्रस्तुति। म त छक्क परेर उहाँहरूको डान्स देखेर। र यो जोस अब हामीमा पनि छ र हामी पनि नाच्नेछौँ हेर्नुहोस् है त। चाहिँ म र रिजाना मिसको सोलो प्रस्तुति हुँदैछ यहाँनिर। नाप्नै पाएको होला है भित्रबाट आम्बो आइफोन रमाइलो गर्दा गर्दै बिहानको 2 बजेको पत्ते पाइएन र पनि हामी सबैले रोशनी मिश्रमा चाहिँ उठेर हामी बसेको होमस्टे अलिकति यो टावरमा हेर्ने सूर्योदयको यो दृश्यलाई हामीले कैद गर्न सफल भयौँ। बाँकी त सबैजना सुतिराख्नु भएको थियो र उहाँहरू चाहिँ आउनु भएन। हामी चाहिँ यहाँ छौँ अहिले धनकुटा डाँडा बजार स्थितको यो दोर्जे होमस्टेमा अहिले छौँ र होमस्टेको परिवेश चाहिँ यस्तो छ। अब हामी अहिले बैतुल जान जाँदैछौँ। यहाँबाट चाहिँ डाँडा बजारको दृश्य अनि हामी बसेको होमस्टे र तीदेखि माथिको टावरलाई पनि देख्न सकिन्छ। जैतुन पार्क पनि घुमेर आइसकेका छौँ र दिउँसोको खाना रेडी भइसकेको छ। हामी खाना खाएर ढलानतिर फर्किनेछौँ। हामी अहिले सँगै काम गरिरहेका छौँ तर भोलिको दिन हामी कहाँ कोलकाता पुग्ने हुन्छौँ होला। तसर्थ हामीले अहिले यो तस्बिर यो भिडियोहरू कैद गर्न
सफल भएका छौँ। उपहार स्वरूप यो तस्बिर माया धन्यवाद गर्नेहरूलाई यो समयको भलै छोटो होला धन्यवाद र यहाँ सबै रेडियोले दृश्य दिनुभएको हटाउनलाई पनि जिन्दगी नरहोस् धेरै धेरै कहीँ धन्यवाद है त। रहने